नेपाली सामाजिक टेलिश्रृङ्खला जीवनको रङ केशरी एपिसोड 98 मा कथाले नयाँ र निकै डरलाग्दो मोड लिएको छ। एपिसोड 98 को मुख्य घटनाक्रम रिभ्यू भिडियो वा समरी नम्बर 1 ऋणको ठूलो सङ्कट। सृजना र मीराको परिवारमाथि ठूलो आर्थिक सङ्कट आइपरेको छ। 3 लाख रुपैयाँको ऋणलाई 30 लाख रुपैयाँ बनाइएको फर्जी जालझेलपूर्ण तमस्सुकको दावीका कारण सिङ्गो परिवार स्तब्ध र तनावमा परेको छ। नम्बर 2 मायाको अठोट। ठुलो बुबा तथा विपक्षी समूहले गरेको यो जालझेल र षड्यन्त्रको पर्दाफास गर्न मायाले दृढ अठोट गरेकी छिन्। उनले परिवारलाई न्याय दिलाउन सङ्घर्ष गर्ने बाटो रोजेकी छिन्। नम्बर 3 मीराको भविष्यमाथि प्रश्न चिन्ह। अर्कोतर्फ घरको बिग्रिदो स्थिति र आर्थिक भारका कारण मीरालाई पढाइ छुटाएर जबरजस्ती विवाह गराइदिने योजना बनाइँदैछ। यसले गर्दा मीराको सपना र भविष्यमाथि गम्भीर सङ्कट पैदा भएको छ। आउँदा भागमा के होला? अपकमिङ समरी। नम्बर 1 मीराको पढाइ र सङ्घर्ष। के मीराले परिवार र समाजको दबाव विरुद्ध उभिएर आफ्नो पढाइ बचाउन सक्लिन्? नम्बर 2 30 लाखको तमस्सुकको रहस्य। 3 लाखको ऋण कसरी 30 लाख बन्यो? के मायाले ठुलो बुबाको कपट र जालझेलको प्रमाण जुटाएर तमस्सुकको वास्तविक रहस्य सबैसामु ल्याउन सक्लिन्? नम्बर 3 परिवारको अस्तित्वको लडाईँ। केशरी र सृजनाको परिवारले यो नयाँ विपत्ति र षड्यन्त्रबाट जोगिन के कस्ता कठिन कदम चाल्नेछन् भन्ने कुरा अब आउने नयाँ भागहरूमा चाखलाग्दो रूपमा प्रस्तुत